पक्षीय टी20 अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो। नेपाल क्रिकेट संघले वेस्ट इन्डिजलाई क्रिकेट विकासमा लम्किरहेको नेपाल जस्तो देशलाई सहयोग गरेकोमा धन्यवाद दिएको छ। नेपाल क्रिकेट संघले यस श्रृङ्खलाले नेपाली क्रिकेट प्रति बढ्दो अन्तर्राष्ट्रिय चासो र सम्मानलाई प्रतिबिम्बित गरेको बताएको छ। साथै यसले आगामी टी20 विश्वकप तयारीलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ। वेस्ट इन्डिज कुनै एउटा देशको टोली होइन, यो क्यारिबियन क्षेत्रका 15वटा विभिन्न देश तथा क्षेत्रहरू जस्तै जमैका, ट्रिनिडाड एन्ड टोबागो, बार्बाडोस, गुयाना आदिको प्रतिनिधित्व गर्ने एक संयुक्त टोली हो। यसको क्रिकेट इतिहास निकै गौरवशाली र रोचक छ। वेस्ट इन्डिजलाई टी20 फर्मेटको सबैभन्दा खतरनाक र सफल टोली मानिन्छ। उनीहरूले 2 पटक 2012 र 2016 आइसिसी टी20 विश्वकपको उपाधि जितेका छन्। वेस्ट इन्डिजको खेल्ने शैली नै आक्रामक, निडर र पावर हिटिङमा आधारित छ। उनीहरूका ब्याट्सम्यानहरू ठूला ठूला छक्का प्रहार गर्न र कुनै पनि बेला खेलको पासा पल्टाउन माहिर छन्। वेस्ट इन्डिजले क्रिकेट जगतलाई क्रिस गेल, ब्रायन लारा, भिभ रिचर्ड, कायरन पोलार्ड, डेभिन ब्राभो, आन्द्रे रसेल र सुनील नारिन जस्ता विश्वका महान र विस्फोटक खेलाडीहरू दिएको छ। उनीहरू विश्वभरका टी20 लिगहरू जस्तै आइपिएल, बिग बास, सीपीएलका सबैभन्दा महँगा र खोजिने खेलाडीहरू हुन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी को पछिल्लो वरियता अनुसार वेस्ट इन्डिज हाल आइसिसी टी20 अन्तर्राष्ट्रिय वरियतामा 6औं स्थानमा रहेको छ। यस्तै एक दिवसीयमा भने उनीहरूको प्रदर्शन पछिल्लो समय अलि खस्किएको छ र उनीहरू वरियताको 9औं स्थानमा छन्। टेस्ट क्रिकेटमा पनि उनीहरू 8औं स्थानमा रहेका छन्। नेपाल भने आइसिसी टी20 अन्तर्राष्ट्रिय वरियतामा 18औं स्थानमा रहेको छ। यसले पनि नेपाली क्रिकेट वृत्तमा यो सिरिजलाई लिएर उत्साह र चासो बढेको छ।